यो सिजनको चाइनिज सुपर लिगमा चाहिँ अलरेडी केही टिमहरूको चाहिँ पोइन्ट चाहिँ माइनस भएको देख्नुभयो होला तपाईँहरूले। आखिर यो चाहिँ किन भयो होला त, आउनुहोस् यो विषयमा चाहिँ एकचोटि जानकारी गरौँ। लास्ट इयर चाहिँ चाइनिज लिगमा चाहिँ म्याच फिक्सिङ र ग्याम्बलिङ भएको थियो, जसमा चाहिँ धेरै क्लबहरू चाहिँ यसमा इन्भल्भ भएको चाहिँ पाइएको थियो र जसका कारण चाइनिज फुटबल फेडरेसन सबै क्लबहरूलाई चाहिँ फाइन पनि लियो र पोइन्ट पनि माइनस गरिदिएको छ र 4 क्लबलाई त उसले रेलिगेटेड पनि गरिदिइसकेको छ। र यो घटनापछि चाहिँ चीनका पूर्व नेसनल टिम कोचलाई चाहिँ 20 वर्षको जेल र फुटबलबाट चाहिँ आजीवन ब्यान गरिएको छ र त्यसै गरी अर्का पूर्व फुटबलसँग अध्यक्षलाई चाहिँ आजीवन जेल सजाय पनि गरिएको छ। र अब प्रश्न नेपालमा यस्तै भयो भने चाहिँ के छानबिन हुन्छ त भन्ने एउटा प्रश्न पनि रहेको छ। र हालसालै केही म्याच अगाडि चाहिँ चितलाङ एफसी र अर्को टिमको चाहिँ म्याच हुँदाखेरि चाहिँ एकजना किपरले चाहिँ म्याच फिक्सिङ गरेको हो कि भन्ने चाहिँ देखिएको थियो, जसमा चाहिँ इन्भेस्टिगेसन भयो कि भएन नेपालले त्यो चाहिँ केही प्रतिवेदन चाहिँ आएको छैन अहिलेसम्म। र यस्तै फुटबल कन्टेन्ट भिडियोजहरूको लागि चाहिँ पेजलाई चाहिँ फलो गरेर सेभ गरिराख्नुहोस् है त।